चुपचाप लुक, म भेट्टाउन आउँछु। 1 2 3 4 5 6 7 8 9 10 भयो 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 मिठु मिठु मैले देखेँ। तिमीलाई पनि देखेँ राजु। ओहो हेर त ती साना बोट बिरुवाहरू कसैले पनि पानी हालेनछ। सबै बोट बिरुवाहरू सुक्दैछन्। त्यसै छिटै पानी हाल्नुपर्छ। राम्रो कुरा भन्यो। अब भनी राम्रो भयो। म बर्बाद हो। बुढी फुपू यतैतिर आउँदैछु। सुन्लान् तिमीहरूका कुरा। नमस्ते फुपू, सन्चै हुनुहुन्छ? मिना, तिमी किन यहाँ यसरी रुम लिएर हिँडेकी? हामी भर्खरै यी बिरुवाहरूमा पानी हाल्दै थियौँ। तपाईँलाई थाहा नै छ, पानी बिना यी बिरुवाहरू मर्छन्। तिमीले हाँस्दै गरेको त मैले सुनेको थिएँ। ल हिँड घर। उफ, ल हिँड्नुहोस्। मैले तिमीहरूलाई भेट्न आउन खोजेको पनि धेरै समय भइसक्यो। कमसे कम तपाईँ आइदिनु भयो। हेर्नुहोस् त देखिसक्यो। भनेपछि अर्की छोरी पनि जन्माइसक्यो। छोरी पाएर हामी साह्रै नानी त काटिएको हो। ठ्याक्कै तपाईँ जस्तै छु। त्यही त भने कि आहा कति राम्रो मेरी बाहिर खेल्दै हिँडेको देखि भइसकेकी थिइन्। अब यसरी गाउँ चाहँदै हिँड्नु राम्रो होइन। ए स्कुलको साथसँग त खेलेको होला नि। स्कुल ए त्यसो भए अब स्कुल पनि जान थाली? जाँदै थिइन् र राम्रोसँग पढ्दै पनि थिइन्। राम्रो पर्छिन्। मिनाले अब घरैमा बसेर घरधन्दा सिक्नुपर्छ। घरधन्दा त सबै जानेको छ। त्यसमाथि स्कुलबाट साह्रै उपयोगी कुराहरू सिकेर आएको छ र मलाई मद्दत पनि गर्छ। हेर तिमीले आफ्नो छोरीको भविष्य बिगार्दैछौ। त्यसैले पो चम्केकी रहेछ। फुफू के पढ्नु राम्रो होइन र? ल हेर देख्यौ त मैले भने कि होइन? ओहो राजु, मेरो प्यारो राजु, आऊ मसँगै बस। तिम्री दिदी पनि स्कुल जान्छ रे भन्ने कुरा सुनेर म त 3 छक परेँ। हो त, मिना र म सँगै स्कुल जान्छौँ। ओ मिना स्कुल जान्छन्? चुप लाग मूर्ख चरो, तिमीहरूसँग यसलाई थुन्ने पिँजरा छैन? छैन। ऊ स्वतन्त्र भएर मिनासँग घुम्न मन पराउँछ। चराहरूलाई पिँजरामै राख्नुपर्छ। तर फुफू मिठु पिँजराभित्र बस्न मन पराउँदैन। त्यो त हेरौँला। यो पिँजडाको कति हो साउजी? फेरि ट्याक्कै 10 रुपियाँ। भएन साउजी, म 6 रुपियाँ मात्रै दिन्छु। त्यो मिनाको चोखाले सँगै थुन्न लान आँटेकी पो त। त्यो सुगो, त्यसो भए ठिक छ, 6 रुपियाँ सही दिनुहोस् त। कहाँ गएछ त्यो चरो? बल्ल भेटेँ। ए चरो भित्र जा। मिठो, ओहो मिठो, मिठो मिठो मिठो। हेर तिम्रो लागि के ल्याइदिएको छु। बल्ल भेटाएँ मूर्ख चरो। लौ मार्यो। हेर त मिठुलाई, बिचारा मिठु। हेर्नुहोस् न, रानीलाई पखालाले बिजोकै पारे। ओहो त्यसो नभन। सानी फुच्चीलाई पखाला लागेको कुरा सुन्न त के म कल्पना गर्न पनि सक्दिनँ। हे ईश्वर, मेरी सानी रानीलाई रक्षा गर। मलाई त साह्रै पिर लाग्न थालिसक्यो। अचानक रानी खम्चो हुँदै गइन्। खेल्न पनि मन गर्दैन। हेर्नुहोस् त यसको आँखा कति गढिसक्यो। अब के गर्ने होला मिना? स्वास्थ्य चाहिँ त्यति टाढा छ।
यतिखेर तिम्रो बुवालाई पनि कहाँ जानु पर्यो होला? म गएर गुरुआमालाई सोध्छु के गर्नुपर्छ, उहाँलाई राम्ररी थाहा छ। फेरि गाउँमा कुद्दै हिँड्ने विचार छ कि कसो? बिन्ती छ, मलाई जान दिनुहोस् फुपू। यस्तो आपतको बेला यसलाई नरोकौँ, जान दिउँ। जाने भए जाऊ। छिटो जाऊ राजु। बाई बाई मिठु। कति उताउली छ। ए कता भाग्छस्? फर्किहाल। राजु, मिना, यति राति तिमीहरू के गर्न हिँड्दैछौ? गुरुआमा, लौ न, हामी के गर्ने होला? हाम्रो सानी बहिनी बिरामी थिए, तिमीलाई पखाला लागेको छ। तिनमा बान्दा पनि गर्छु। गुरुआमा, बहिनीलाई ठिक त हुन्छ हैन? त्यसरी नहात्यो। तिमीहरूले चाँडै नै उपचार गर्यो भने सानी बहिनीलाई के पनि हुँदैन। तर एउटा कुरा सम्झिराख, त्यसरी पखाला चलेको छ भने सक्दो झोल पदार्थ गुरुआमा। ल, एकदमै डरलाग्दो भनेर डाक्टरहरूले भनेका छन्। यी लागेर त जब केटाकेटीहरूलाई पखाला लाग्छ, शरीरबाट थुप्रै पानी दिशासँगै बहन्छ। यसरी शरीरबाट पानी बगेपछि केटाकेटीहरू झन् कमजोर हुँदै जान्छन्। पखाला रोक्न हामीले खुवाउनुपर्छ। कसरी शरीर राम्रो हुँदै आयो? यसले नै पखाला रोकिन्छ त? होइन, तर जीवन रक्षा गर्न सक्छ। शरीरबाट धेरै पानी नष्ट भएमा केटाकेटीहरू मर्न सक्छन्। त्यसो भए के खान्देऊ त बहिनीलाई? घरमा उपलब्ध कुनै पनि झोल पदार्थ दिन सक्छौ, जस्तो चौलानी, कागतीको शरबत, नरिवल पानी र छ भने सलाइन पानी पनि दिन सक्छौ। मेरी बहिनी अहिले पनि आमाको दुध खान्छन्। त्यो महत्त्वपूर्ण कुरा हो। तिम्रो आमाले आफूले सक्दो निरन्तर रूपमा बच्चालाई स्तनपान गराउनुपर्छ। जाऊ, चाँडै गएर बच्चालाई सक्दो झोल पदार्थ दिनुहोस् भनेर आमालाई सम्झाउनु। तर यस्तो आँधी चलिरहेछ। हो, हामीले समय खेर फाल्नु हुँदैन। बहिनीलाई जति सक्दो चाँडो मद्दत पुर्याउनुपर्छ। ओहो मिठु, तिमीले यहाँ आएर राम्रो गर्यौ। तिमी हामीभन्दा चाँडो घर पुग्न सक्छौ। बहिनीलाई धेरै झोल पदार्थ दिनुहोस् भनेर आमालाई भन्नु। धेरै झोल खाना दिनुहोस्। हो, ठिक, छिटो जाऊ, हामी तिम्रो पछि आउँछौ। आइसक्नु पर्ने हो। कस्तो पानी परेको। रानी बिरामी भएकीले नानीसँग मद्दत माग्न पठाइदिए। ओहो, उनीलाई जाने मिठु, तिमी के भन्नु? धेरै झोल खान दिनुहोस्। मूर्ख चरो, यो अवश्य पनि मिनाले समाचार पठाएको हुनुपर्छ। धेरै झोल खान दिनुहोस्। गर्ने तरिका होला र? तर एकचोटि चौलानी पानी दिएर हेरौँ न, कस्तो असर गर्दो रहेछ। म चाहिँ बच्चालाई खोजेर आउँछु। अलिकति सुरुप पार त बाबा, मेरो नानी तिर्खा जस्तै छ है। धेरै झोल खान दिनुहोस्। यस्ता जाबो चराको कुरा पनि सुन्ने हो? हरे शिव, कस्तो जमाना आयो। बुढापाकाहरूको कुरा त ठ्याम्मै सुन्न छोडे बा। मिठुले के गर्नुपर्छ भनेर तपाईँलाई भन्यो? हामीले रानीलाई धेरै खान दियौँ। हेर्नुहोस् न, बहिनीले मजाले हेरेर हाँसी। उसलाई पक्कै पनि भएको हुनुपर्छ। बहिनीको पखाला नरोकिएसम्म झोल पदार्थ दिनुपर्छ। हो मिना, हामी त्यस्तै गर्छौँ। बच्चाले हाँसिनु पर्दैन भनेर गुरुआमाले भन्नुभएको छ। हामीले अलिअलि बिस्तारै झोल पदार्थ दिँदै जानु। पखालाले छोडेको छैन। हामीले पखाला लाग्दा ध्यान दिनै झोल पदार्थले बहिनीलाई राम्रो गरेको छ। त्यही त, हेर न, अनि कति मजाले हाँस्ने। खै, म मेरो नानुलाई लिन्छु, कठै
बहिनीलाई सन्चो भयो हगी फुफू। ए पखाला लाग्दा झोल कुरा खाना दिनुहुन्न भन्ठानेको थिएँ, तर दिनुपर्ने रहेछ। कस्तो छ बच्चालाई? तर पखालाले भने छोडेको छैन। दिशामा रगत पनि देखिन्छ? त्यसो भए ठिक छ, अब कुनै औषधिको आवश्यकता पर्दैन। प्राय जस्तो पखाला थामिन्छ, तर स्वास्थ्य कार्यकर्ताहरू बहिनीलाई तसो खाना अहिले निकै बलि। एक हप्तासम्म खुवाउनुपर्छ। थाहा छ मिना, तिमीले ज्यान बचायो। तिमीले पनि जीवन बचायो।